अर्कै आवाज आयो कि लोग तो सुन तो फुल आवाज आयो त्यो नरम हो हामीसँग सुट के हेलो साथीहरू हामी आज जाँदैछौँ क्याम्पिङ गर्न सो आज चाहिँ हामी जाँदैछौँ नाइट क्याम्पिङ गर्न घरदेखि केही टाढा सो आजको भिडियो हेरेर तपाईँहरू इन्जोय गर्न सक्नुहुन्छ सो लेट्स चाहिँ यहाँनिर छ सबै टोटल सामानहरू अनि केटाहरू चाहिँ यहाँनिर छन् र हामीले चाहिँ क्याम्पिङ गर्ने ठाउँ यो हो सो साथीहरू हामी चाहिँ छिटोभन्दा छिटो यहाँ चाहिँ क्याम्प बनाइसक्नु पर्ने हुन्छ किनभने यहाँ बाघ भालुको पनि डर हुन्छ सो साथीहरू रात परिसकेको छ हामी चाहिँ क्याम्पको लागि चाहिँ लट्ठीहरू काट्न आइसकेको छौँ र छिटोभन्दा छिटो हामीले लट्ठी काट्नु पर्ने हुन्छ र क्याम्प बनाइसक्नु पर्ने हुन्छ सो साथीहरू हामीले चाहिँ क्याम्पको लागि दुईवटा लट्ठी गाड्नु पर्ने हुन्छ त्यसको लागि चाहिँ हामीले यहाँ खौलो बनाउँदैछौँ छैन त्यस्तो हाल्यो साथीहरू रात परिसकेको छ हामी चाहिँ अहिले भर्खर टेन्ट बनाउन सुरु गर्दैछौँ होइन क्याम्प बनाउन सुरु गर्दैछौँ सो राति नै पर्छ जस्तो छ र हामी चाहिँ क्याम्पको लागि यो डन्डीहरू सबै बनाइसकेको छौँ र अब चाहिँ तिरपाल हाल्न मात्र बाँकी छ त्यसपछि तिरपाल हालिसकेपछि हामी चुलाको व्यवस्था गर्छौँ त्यसपछि हामी चुलाको व्यवस्था गर्छौँ किनभने हामीलाई चुला आगो नि चाहिन्छ किनभने रात परिसकेको छ जङ्गली जनावरहरूको पनि आक्रमण हुनसक्छ यहाँ त्यही भएर चाहिँ आगोको लागि चाहिँ हामी चुलोको व्यवस्था गर्छौँ हामीले क्याम्प पनि बनाइसकेका छौँ देख्न सक्नुहुन्छ सो अहिले चाहिँ धेरै रात परेको हुँदा हामीले छिटो चुलाको जुगाड गर्नुपर्ने हुन्छ 3वटा ढुङ्गा खोजेर अनि दाउरा पनि खोज्न जानुपर्ने हुन्छ अहिले राति पनि भइसकेको छ हेर्दै गर्नुहोस् इन्जोय गर्नुहोस् साथीहरू भिडियो पुरा हेर्नुहोस् स्किप नगरेर रमाइलो हुनेवाला छ एडभेन्चर हुनेवाला छ सो लेट्स सी धेरै रात परिसकेको छ र हामीले चाहिँ चुला पनि बनाइसकेको छौँ यहाँनिर छ जुगाडको लागि र उसले चाहिँ झर्को चिर्दैछ जङ्गलदेखि लिएको सो म चाहिँ यहाँनिर छु र यतापट्टि चाहिँ हाम्रो क्याम्प छ हामीले चाहिँ खाने चिज केही पनि ल्याएको थिएनौँ र 3वटा चाउचो ल्याएछौँ अनि त्यही चाहिँ त्यसैको सुप बनाएर खान्छौँ एकदमै चिसो छ गाइज अनि जो हामी छिटो बनाएर खान्छौँ यता चाहिँ खोटो साथीहरू हाम्रो चाउचाउ पनि पाकिसक्यो होइन अनि अब चाहिँ छिटो खाएर चाहिँ हामी सुत्नुपर्ने हुन्छ एकदमै चिसो भइसक्यो साथीहरू यो चाहिँ जङ्गलको बिचमा चिसो हावा आउँछ होइन अनि उसले चाहिँ उता आगो बालिरहेको छ सो साथीहरू चाउचाउ पनि पाकिसकेको छ र हामी खानालाई रेडी हुँदैछौँ अब छिटो तातो सुप खाएपछि अलिकति केही हुन्छ कि भन्ने हो लास्टै चिसो भयो हामीले कपडा पनि पातलो लगाएर आएको थियो सो अब चाहिँ हामी खान्छौँ होइन वाह पुग्यो मजै आ गयो भाइ मजै आयो ल अब चाहिँ हामी छिटो खाएर सुत्नुपर्ने हुन्छ गाइज अलि भयो खाऊ तिमीहरू पनि खाऊ तातो हुन्छ त पनि झोल पे अलिकति पुरै तातो हुन्छ नि यो खाएपछि त खानुहोस् 2 हातले बनाएर खाला
कस्तो चिसो यार। ल त म खान्छु, अठेको त यो क्यामेरा। सो साथीहरू, लास्टै चिसो भएको हुनाले चाहिँ हामी एउटैमा खाँदैछौँ होइन। ले म अठाइदिन्छु त खा। पक 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 पक। मिठो छ? तातो भयो? ल तातो हुन्छ खा। ल तेरो भाइलाई दे। ल सन्दीप खा। थोरै थोरै झोल खा पहिले। मिठो छ सन्दीप? अलि तातो हुन्छ? ल हातले खाइहाल अब। छिटो खाएर सुत्नुपर्छ। यतातिर त्यो पनि हुन्छ अरे क्या, के अरे त्यो बोसो हुन्छ नि, बोसो नि पाउँछ अरे क्या यतातिर। त्यही भएर छिटो खाएर नडराइस है, केही पनि हुन्न हामी छौँ। हामी चाहिँ अहिले खानुपर्ने कुराहरू खाएर आइसक्यौँ होइन। लास्टै जाडो भयो बाहिर, अनि आगो तापेर बसिरहेको थियौँ। अनि कस्तो अर्कै आवाज आयो कि जङ्गलतिरबाट। अनि लास्ट डर आयो, केटाहरूले पनि डर माने होइन। अनि त्यही भएर क्याम्पभित्र आइसकेको छौँ अहिले चाहिँ। सो लास्टै चिसो भयो कि बाहिर, आगो जोडिरहेको थियौँ होइन, आगो बालिरहेको थियौँ, त्यही पनि चिसो भयो। खासै ज्याकेटहरू पनि ल्याइएन क्या, अनि यहाँ चाहिँ एकदमै चिसो हुँदो रहेछ। सो अहिले चाहिँ हामी सोच्छौँ तपाईँहरूलाई चाहिँ बिहान यो क्याम्पको पुरै भिजिट गराइदिन्छु र जङ्गलको पुरै भिजिट गराइदिन्छु। अहिले चाहिँ हामी सोच्छौँ लास्टै चिसो भइसकेको छ। सो हेर्दै गर्नु होला। गुड नाइट, बाई बाई। हामी चाहिँ अहिले पिसाब फेर्न बाहिर निस्केको होइन। अनि एकदमै शान्त वातावरण छ अहिले चाहिँ। अहिलेसम्म चाहिँ केही भएको छैन। भर्खर कति बज्यो, 9:18 गएको छ होइन। अहिलेसम्म त शान्त वातावरण छ। सुनेअनुसार चाहिँ यहाँ चाहिँ के अरे जङ्गली जनावरहरू कराउनेदेखि लिएर अर्कै आवाज सुनिन्छ भन्ने छ होइन। सो लेट्स सी के हुन्छ, जे हुन्छ देखा जाएगा होइन केटा हो। जे हुन्छ देखा जाएगा, माक्का भोसडा। साथीहरू हामी अघि नै सुतिसकेका थियौँ होइन। अनि अहिले कति बज्यो, 11:11 गइसकेको छ होइन। अनि एक्कासी के अर्कै आवाज आयो कि के कराएको जस्तो आवाज आयो। अनि त्यसै कस्तो झलङ्ग बिउ थियो कि म त, तैँले सुने हो? त्यही सुनेर त बिउ थियो म। एक्कासी के अरे अर्कै आवाज आयो कि। ल उता सुन त कति आवाज आयो। डर लाग्यो के गर गइजाम। न के नरु क्या, कस्तो नरु न। हामी छौँ क्या। सुत केही हुन्न। सुत यता सुत लु हेर्नु फेरि नआएको भए हुन्थ्यो। कस्तो चाहिँ अलि टाढैबाट हो होइन। के जनावर, के जङ्गल जनावर कराएको जस्तो, मान्छे कराएको जस्तो आवाज आइरहेको थियो अघिदेखि होइन। त्यो सुनेर के उठेँ म चाहिँ। त्यहाँ चाहिँ खास के अरे यहाँदेखि तल्लो बाटो छ क्या, बाटो छ होइन यहाँ चाहिँ। अनि त्यहाँ चाहिँ मेरो बाबाहरूले भनेको होइन, बाजेहरूले भनेको त्यहाँ चाहिँ डराउँछ, अनि नजाऊ भन्दै हुनुहुन्थ्यो। पहिलेदेखि डराउँछ भन्ने कुरा गर्थ्यो। अनि त्यही पनि हामी आएको थियौँ होइन। खास क्याम्पिङ गर्ने भनेको चाहिँ अर्को ठाउँ हो। अनि त्यहाँ जाँदासम्म पुग्दासम्म रात पर्छ भनेर यहीँ सुतेको होइन। अनि के अर्कै आवाज आउँछ, सायद जङ्गल जनावर नि हुनसक्छ। डराउने सराउने मलाई त म खासै भरोसा गर्दिनँ, विश्वास पनि गर्दिनँ होइन। सायद त्यो। ल हामी सुत्छौँ। अहिले कति भयो, 11:15 गइसकेको रहेछ होइन। सो अब चाहिँ हामी सुत्छौँ। सन्दीप केही डर नमान है, केही हुँदैन। बिहानै उठेर जाउँ ल। त सुत, त्यो के आवाज आयो नि नउठाइस् मलाई अब। कस्तो अर्कै आवाज आइरहेको थियो कि, दुईचोटि भयो होइन। त्योभन्दा मैले भिडियो सुरु गर्नुभन्दा अगाडि एकचोटि, अनि फेरि भिडियो सुरु चाहिँ दुईचोटि 3चोटि भइसक्यो होइन। अब सुत्नै पऱ्यो। हामी फेरि पनि उठिसक्यौँ भने फेरि पनि आवाज के को आवाज आइरह। अनि त्यही भएर फेरि पनि निद्रै लागेन भने अनि अब बाहिर जानु पनि अब गाह्रो हुन्छ नि त। अहिले आगो जोडेर बस्नु हुन्थेन नत्र, जाडो पनि लागिरह। सो अब चाहिँ जसरी पनि अब जसोतसो सुत्नै पऱ्यो। अब बिहानै चाहिँ हामी यहाँबाट निस्किन्छौँ। मतलब बिहान त खासै केही नै हुन्न होइन। त्यही पनि बिहानै निस्किनु पर्ने हुन्छ हामी चाहिँ। सो बिहान निस्किनुभन्दा अगाडि चाहिँ म यो टक्क यो क्याम्पिङको चाहिँ टेन्टको
भिजिट गराउँछु हजुरहरूलाई। सो अहिले चाहिँ हामी सुत्छौँ। तपाईँहरू पनि सुत्नुहोस् र भिडियो हेर्दै गर्नु होला। हामीलाई चाहिँ हल्का डर लागिरहेछ होइन, अनि त्यसपछि जाडो पनि लागिरह। सो हामी चाहिँ सुत्छौँ, तपाईँहरू पनि सुत्नुहोस्, भोलि बिहान उठ्नुहोस् र मेरो भिडियो हेर्नु नछुटाउनु होला। बाई बाई। हेलो गुड मर्निङ साथीहरू। बिहानै उठियो होइन, अनि राति चाहिँ डरमा सुतियो, के आवाज आइरहेको थियो जङ्गल जनावरहरूको। सो सँगै उठिसक्यौँ, ऊ चाहिँ सुतिरहेको छ होइन, उता सुतिरहेको छ, अनि ऊ चाहिँ उठिसकेको छ। अनि चिसो एकदमै चिसो भयो, अनि मुटु दुखिरहेछ, छाती दुखिरहेछ होइन। सो अब चाहिँ उठ्छौँ हामी, अनि तपाईँहरूलाई चाहिँ क्याम्पको भिजिट गराइदिन्छु एकपटक। अनि हामी चाहिँ छिटो घरतिर जान्छौँ, किनभने यतातिर एकदमै डरलाग्दो छ होइन। सो पारी गाउँतिर चाहिँ भाले बासेको आवाज आइरह। सो अब चाहिँ हामी उठ्छौँ। म चाहिँ अहिले बाहिर आइसकेँ होइन, अनि पछाडि चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ क्याम्प छ, टेन्ट। अनि यहाँ चाहिँ हाम्रो चुला छ होइन, अनि हिजो चाहिँ हामीले यसमा चाउचाउ पकाएको थियो। अनि देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो क्याम्प छ होइन, अनि भित्र चाहिँ यस्तो छ होइन। अनि यसो यतापट्टि चाहिँ यस्तो छ, हाम्रो यो चाहिँ ढिङ्गालहर चाहिँ घरबाट ल्याएको थियो। अनि यता चाहिँ यस्तो छ होइन, हेर्न सक्नुहुन्छ। अनि यस्तो छ, सानै छ होइन। अनि जस यता चाहिँ यस्तो छ। सो अहिले चाहिँ हामी सबै बाहिरतिर छौँ होइन, सन्दीप यता आइज त। अनि कस्तो भयो त क्याम्पिङ? आजको क्याम्पिङ चाहिँ धेरै राम्रो भयो। राति हल्का डराउने आवाज आइरहेको थियो बाहिरदेखि। क्याम्पिङ चाहिँ धेरै राम्रो भयो जे होस् अहिलेसम्म चाहिँ। चिसो भएन? चिसो हल्का चिसो भयो। अब त्यत्रो ओर्याएको थियौँ, म त फेरि मलाई त्यस्तो चिसो भएन, यसलाई चाहिँ धेरै चिसो भएको थियो रे। सन्दीप कस्तो भयो त? राम्रै भयो। ल सो गाइज, हाम्रो क्याम्पिङ चाहिँ आज यहीसम्मको हुन्छ। तपाईँहरूलाई चाहिँ हामी चाहिँ दिउँसोसम्म बस्ने भनेको थियौँ होइन, एकदमै चिसो भयो कि, अनि बिरामी पनि भएला जस्तो भयो। सो अब चाहिँ हामी चाहिँ घरतिर जानुपर्ने हुन्छ। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? सोचे जस्तो भिडियो बनाउन सकिनँ मैले होइन। अब अर्कोचोटि चाहिँ राम्रो भिडियो लिएर आउनेछु। हस् त, बाई बाई।